हाम्रै देशमा ग्यास खाने छ। यदि ताला नलगाएको भए अहिलेसम्ममा व्यावसायिक उत्पादन सुरु भइसक्यो। आगो बाल्न पाइयोस्, बिजुली बाल्न पाइयोस्, कमसेकम ग्यास चलाउन पाइयोस्। त्यसकारण सुविधाको जिन्दगी त बाँच्न पाउनु पर्यो नि मान्छेले। त्यो पनि आज हामी 1000 वर्ष 2000 वर्ष अगाडि छैन। आज यो 21औं शताब्दीमा छौँ, जहाँ हवाईजहाज छन्, रेल छन्, बाटा छन्, गाडी छन्, मोटरबाइक छन्, हवाईजहाज छन्, एयरपोर्ट छन्। अनि ती कसैले चढ्ने कसैले हेर्ने होइन। जरुरी नपर्दा कोही पनि नचढ्नु, जरुरी पर्दा जो पनि चढ्न सक्छ। त्यो खालको अवस्था बनोस्। मान्छे समृद्ध हुन्, छोराछोरी पढाउन पाइन गाह्रो भयो भन्ने स्थिति नहोस्। राम्रो शिक्षा छोराछोरीलाई रुचि अनुसारको पढाउन पाइयोस्। स्वास्थ्य उपचार राम्रो गर्न, पहिले त उपचारै गर्न, बुढौतीसम्म उपचार गर्न नपरोस्। स्वस्थ जीवन होस्। हामी अर्ग्यानिक खाना, खानेकुरा खान पाउँछ, खाँदाखेरि विष खान नपरोस्। अर्ग्यानिक खाना खाने प्रबन्ध होस्। यो खालको जिन्दगी त कमसेकम सबैले पाउनु पर्यो नि। अनि त्यसपछि व्यवसाय गर्न, कारोबार गर्न, रोजेको व्यवसाय गर्न पाउनु पर्यो र सबै व्यवसायको संरक्षण उत्थान हुनु पर्यो। हो यसका लागि